धेरै समस्याहरूको सामना गर्नु पर्दाखेरि उहाँको पनि त अब हुन्छ नि मान्छेलाई त रिस उठ्ने मतलब कोही माथि त अब पोख्ने हुनु पर्यो नि त उहाँको पनि रिस हुन्छ अब केही कुरा होला त्यो पोख्ने म थिएँ त्यतिखेर अनि उहाँलाई चाहिँ जे लाग्यो जे मन लाग्यो त्यो मलाई गर्नुभयो तर उहाँलाई मैले चाहिँ माफी गर्नु भनेको तर त्यो कुरालाई चाहिँ मैले सकारात्मक लिनु भनेको त बुवा उहाँकोले पनि गुमाउनु भएको थियो एउटा प्यारेन्ट्स गुमाउनु भएको थियो उहाँको पनि बुवा भएको भए यति सङ्घर्षमय जीवन उहाँको पनि हुँदैन थियो अलि सहज हुन्थ्यो उहाँले पनि केही गर्न सक्नुहुन्थ्यो त्यतिखेर पढेर म त उहाँको सपोर्ट गर्ने साथ दिने मात्रै हो तर जिम्मेवारी निभाउने चाहिँ उहाँ मात्रै हुनुहुन्थ्यो नि त श्रीमती भनेको एउटा जीवन साथी हो उहाँले नबुझ्दाखेरि उहाँलाई चाहिँ मैले नबुझ्दा कसले बुझ्ने उहाँकै गल्ती हुन्छ मेरै गल्ती हुन्छ त्यो हैन त्यो चाहिँ कुरालाई चाहिँ रियलाइज गर्नुपर्छ मान्छेले मसँग नै अब कसैले केही गल्ती गरेको छ त्यो अरूलाई नभने पनि आफ्नो मनलाई थाहा हुन्छ के मैले गरेको छु कि मेरो गल्ती हो कि अरूको गल्ती हो त्यो आफ्नो मनले चाहिँ सधैँ भनिरहेको हुन्छ कि मेरै गल्ती हो भनेर अनि त्यो कुरालाई चाहिँ हामीले स्वीकार्नुपर्छ अब गल्ती जसको भए पनि उसको भएपछि उसँग भन्नुपर्छ मेरो गल्ती हो अवस्थाले म अलि आवेगमा आए चाहे जे होस् जे भए पनि रियलाइज गर्नुपर्छ मान्छेले तर सरी भन्ने या माफी माग्ने चाहिँ त्यो कुराले चाहिँ अलि मान्छेलाई हौसला बढाउँछ त्यो चाहिँ गर्नुपर्छ